त्यो नानीले त्यो आमालाई यति साह्रो हेट कमेन्ट गरे कि आमाको नाम नलिनु मेरो लागि। किनभने मलाई सानैमा आमाले छोडेर गयो हैन। आमाको नाम पनि दिन चाहदिनँ म भनेर। संसारमा सबैभन्दा घृणा कसको लाग्छ भनेर कसैले मलाई भन्छ भने त्यो हो मेरो आमा भन्थे। किनभने बिचारालाई सानैमा छोडेर गएको रहेछ। आफ्नो नानीलाई भन्दा धेरै पेट्सलाई माया गर्नु, आफ्नो नानीलाई दिने टाइम चाहिँ त्यो पेट्सलाई दिने हैन, त्यो चाहिँ एकदमै रङ हो कि होइन भन्नुहोस् त। सम्पूर्ण नमस्ते, मेरो नाम रोशन अनि हजुरहरू आरामै हुनुहुन्छ होला। अनि आज चाहिँ तपाईँहरू माझमा यसो केही गफ गरौँ भलाकुसारी गरौँ भनेर चाहिँ म आएको हो। मेरो यो डेली ब्लग्सहरू अब मैले खासै बनाउनु पाएको छैन, तर अब कति पनि ढिलो नगरिकन है अगाडि बढौँ। आज चाहिँ मेरो अगाडि यो खाना छ। यो खाना चाहिँ मलाई हाम्रो आन्टीले ल्याइदिनु भएको अहिले भर्खरै। अनि म खाना लागिरहेको छु है। अब म सुरु गरेँ। मसँग चाहिँ यहाँ च्याउ छ, च्याउ फ्राई छ, अनि मसँग माछा छ, अनि मसँग चाहिँ कुखुराको फ्राई छ। अनि यो खाँदै जाँदाखेरि किन खान मात्रै होइन, किन खाने मात्रै, गफ पनि गरौँ न होइन भनेर आएको है। ल म सुरु गर्छु है। अब म खाँदै तपाईँहरूसँग गफ गर्छु। आजभोलि मैले एउटा भिडियो हेरेको थिएँ। त्यो भिडियो चाहिँ कस्तो भन्दाखेरि एकजना आमा हुन्छ होइन, अनि उहाँ चाहिँ एकदमै फोन क्रेजी होइन। अनि फोन क्रेजी, अनि आफ्नो नानीलाई चाहिँ यस्तो छेउमा राखेर उहाँ चाहिँ नानी चाहिँ लड्यो कि अब यति बिचरा नानीलाई वास्तै गर्नुहुन्न कि, खालि फोनै मात्रै चलाउनुहुन्छ। अनि फोनै मात्रै चलाएको कारणले गर्दा बिचरा त्यो नानीलाई कति भोक लाग्दो हो, कति उसलाई अब तिर्खा लाग्दो हो, उसलाई बिचरा कति साह्रो पर्छ नि त। अब त्यो नानी रोइरहेको छ, वास्तै छैन आमालाई इयरफोन लगाएर। अनि जब त्यो इयरफोन लगाएर अनि त्यो गीतहरू सुन्नुहुन्छ, भिडियो हेर्नुहुन्छ, उहाँले गेमसम खेल्नु हुँदो रहेछ। अनि नानीलाई वास्तै नगर्ने, अनि नानीलाई वास्तै नगरे पछाडि अनि जब फेरि फोन एकछिन खेलाउन छोडे पछाडि अनि फेरि के आफ्नै व्यस्तता कामसाम। अनि बरु त्यो घरमा चाहिँ एउटा पेट्स पालेको रहेछ, कुकुर पालेको रहेछ, कस्तो क्युटवाला कुकुर होइन। अनि नानीलाई भन्दा धेरै त्यो कुकुरलाई स्याहार्ने क्या त्यो आमाले होइन। अनि नानीलाई भन्दा कुकुरलाई स्याहार्ने, अन्त बिचरा कुकुरहरूलाई बाहिर घुमाउन लाने, पेट्सहरूलाई बाहिर क्या हुन्छ नि टोइलेट गराउन, पटी गराउन, यताउता गराउन बिचरा होइन। अनि त्यस्तो प्रकारले त्यो आमाले त्यस्तो खालको एउटा भिडियो देखेको थिएँ क्या मैले। अब म एउटा ह्युमन भएको कारणले गर्दा, एउटा मान्छे भएको नाताले गर्दा म हजुरहरू सबैलाई एउटा के मेसेज दिन चाहन्छु भने यस्तो सबैको त नहोला, सबैको हुन्छ भन्ने छैन, तर मैले म्याक्सिमम मेरो आँखाले पनि देखेको छु, प्लस त्यो भिडियोको कुराले पनि अझ म प्लस पोइन्ट भएँ कि ओहो यस विषयमा चाहिँ म बोल्नुपर्छ। आजभोलि मान्छेहरू हो पेट्स पाल्नु नराम्रो होइन, किनभने जब एक्लै हुँदाखेरि त्यसले धेरै हेल्प गर्छ हामीलाई होइन, उसँग खेल्नु रमाउनु। म आफै पनि पेट्स लभर हो, तर आफ्नो नानीलाई भन्दा धेरै पेट्सलाई माया गर्नु, आफ्नो नानीलाई दिने टाइम चाहिँ त्यो पेट्सलाई दिने होइन, त्यो चाहिँ एकदमै रङ हो कि होइन भन्नुहोस् त। एकदमै त्यो त 110% रङ हो नि त होइन। आफ्नो नानीलाई भन्दा धेरै त्यो पेट्सलाई केयर गरेको, नानीलाई केयर नगरेको भनेको होइन, तर त्यो पेट्सलाई केयर गर्ने टाइम त्यो नानीलाई केयर गर्नु नि होइन। हो हाम्रो आमाहरूले हामीलाई 9 महिनासम्म पेटमा मात्र बोक्नुहुन्न। हाम्रो आमाहरूले हामीलाई मुटुभरि सधैँभरि रेस्ट अफ देयर लाइफ होइन, आमाले चाहिँ हामीलाई त्यो अन्तिम क्षणसम्म पनि माया गर्नुहुन्छ, हामीलाई प्रेम गर्नुहुन्छ होइन। आमा शब्द यति मिठो शब्द हो। कतिजना आमाहरू जसको यस्तो व्यवहारले गर्दाखेरि धेरैको लागि होइन एउटा गलत म्यासेज जान्छ जस्तो लाग्छ है।
त्यसै कारणले गर्दाखेरि मलाई चाहिँ एकदमै रङ लाग्यो, एकदमै रङ लाग्यो। अनि त्यसै कारणले गर्दा प्लिज गाइज है, तपाईँहरू पनि यदि घरमा होइन हुनुहुन्छ भने आफ्नो नानीहरूलाई चाहिँ भरपुर टाइम दिनुहोस्। किन भन्दाखेरि मैले कतिजनालाई यस्तो क्वेसन पनि सोधेको छु, तपाईँलाई आमा कतिको माया लाग्छ होइन, तपाईँको लागि चाहिँ आमा को हो भनेर मैले प्रश्न गर्दाखेरि त्यो नानीले त्यो आमालाई यति साह्रो हेट कमेन्ट गरे कि आमाको नाम नलिनु मेरो लागि, किनभने मलाई सानैमा आमाले छोडेर गयो होइन, आमाको नाम पनि दिन चाहदिनँ म भनेर। संसारमा सबैभन्दा घृणा कसको लाग्छ भनेर कसैले मलाई भन्छ भने त्यो हो मेरो आमा भन्थे। किनभने बिचारालाई सानैमा छोडेर गएको रहेछ होइन। अनि त्यसै कारणले गर्दाखेरि हेर्नुहोस् त यस्तो अवस्था सिर्जना हुँदो रहेछ। त्यसै कारणले गर्दाखेरि आफ्नो नानीहरूलाई तपाईँले टाइम दिनुहोस्, नत्र भने चाहिँ होइन पछि गएर त्यो नानीले पनि होइन एक न एक दिन त रियलाइज गर्छ। त्यसै कारणले गर्दा तपाईँले जति अहिले धेरै आफ्नो छोराछोरीलाई टाइम दिनुहुन्छ सायद ऊ पनि पछि थ्याङ्कफुल हुन्छ जस्तो लाग्छ तपाईँहरूप्रति। अनि यो भिडियोबाट चाहिँ म तपाईँहरूलाई के मेसेज दिन चाहन्छु भने आफ्नो पेट्सलाई दिने टाइम चाहिँ आफ्नो नानीहरूलाई दिनुहोस् न। फेरि म पेट्स लभरको एगेन्स्टमा गएको पनि होइन। यस्तो मिठो भयो।